लोसार भाइ भन्ने यार को बुद्धि तामाङ र है होला नदेख के बन्दुक छ र तपाईको दाइ भन्नु त भुबुलाहरुकोसम्म अब त्यो राइफल हो कि दिदी तपाईले भन्नु त तपाई घरमा हामीले सबै पाउने खाना आको ह्यापी लोसार ह्यापी लोसार हैन त्यहाँ नानी हो किन लाल नो चस्मा लगाइदियो कि हाम्रो चाहिँ यार लजाएर कस्तो हो के तपाई चाहिँ हामी हेरे अनि यताबाट सरदार बोल लगाउनु रहेछ कि यताबाट हेर्नु परेन हामी तिमीले केलाई चाहिँ छ नि तिमीलाई केले चाहिँ हेलो तिमीलाई केले चाहिँ हाम्रो दाइ भाउजू त एकदम गुड छ है यताकै मिलेन त नि यता यहाँ देखिसकेको छ नि सही 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 खोइ त नि भाउजूले केही नि गरेन यता सैसै गर्दै के यता हेर्ने यार हजार भन्नु न लाज लागेछ अब भाउजूलाई नि ओ दाँत कोटा खा आज दिदीले मजाले तर के खसी हो कि अब बाह्र खाओ कि के हो खसी हो खसी हो यही छ यी हड्डी त मैले चुस्नै बाँकी छ अब त्यही हो अब यस्तो हो रमाइलो हल्करमा हाम्रो ह्याप्पी लोसारको दिनमा अब नानी दिदी एकछिन है अब नानी है नाच्ने अब घरतिर लाग्ने हो कि हैन नानी भतिजा एकछिन नानी एकचोटि एक फन्डको नानी है नानी है बच्चाहरु छ अनि बच्चाहरु मेरो नि बच्चाहरु छ नि भतिजा मात्र छ र नि बच्चा मेरो छैन बाटो बाटो मने बाटो बाटो तपाईँले त्यो के अरे खसीको भन्दा के कसैलाई त्यो भएर उद्याएर सिगारेट चुसी आऊ कि आऊ सेजी ल भन्नु न के अरे दाइ हामीले हामी त केही नि खाएन नि यही रमाइलो हुन्छ नि तर लोसा त मेरो भोलि हैन नि ठिक लाउने त भोलि हो नि भोलि हो मलाई टिका लाउन आउँदै आज मैले दसैँमा लाग्दिन म त भोलि टिका लाउन आउने हो आउनु न मसँग त पैसै नि छैन केही नि छैन टिका लाउने लोसारमा जाँदा लोसारमा लाउनु पर्छ तिमीले दिन दसैँमा टिका लाउन के रे लोसारमा टिका लाइदिनु म जानु म त दसैँमै लाउला टिका लाउनु म त बाउको आशिक देसी मात्र बाउको टिका अहिले दिएर अहिले म त जहिले नि हुन्छ त्यस्तो कुरो हुन्न यही छ भिडियो गरिरहेको छु टिका लाउन अब त केही पनि हुन्न म त भोलि बिहान बाउलाई यसो भन्छु भएन नि सबैले भन्छु म त भोलि बिहान फेरि कुल्ली काम गर्न जाने हो अङ्कल आज माथि कति मार्नु भयो त नि